सानी हजुर आज म त एउटा कुरा भन्छु। भन्नु न। हामीले बिहा गरेको नि 4-5 महिना भइसकेछ अनि फेरि यो पसल किनेको पनि 1 हप्ता जस्तो भइसक्यो। यहाँ व्यापार पनि छैन। नेपालको हालत यस्तै हो। भर्खरका केटाकेटी युवा युवती अलि टन्न खाने भनेका सबै विदेशमा छन्। पक्कै पनि यही पसलले चिया बेचेर मात्र त कहाँ हाम्रो गुजारा चल्छ र हैन। अनि अब म तिमीलाई आज यो तालचा र चाबी तिम्रै हातमा सुम्पेर तिमीलाई एक्लै छोडेर म मुगलानतिर काम गरेर जाँदैछु। के भन्दै हुनुहुन्छ तपाईँ यस्तो? माया, तिमीलाई र मेरो लागि खुसी किनेर आउनेछु पक्कै पनि। मेरो रहर होइन, बाध्यता हो। मलाई पनि तिमीलाई बिहे गरेको 5 महिनामा छोडेर जानु त कहाँ रहर छ र माया। पक्कै पनि हाम्रो लागि, हाम्रो पछिको पुस्ताको लागि मजाले पुग्ने गरी खुसी किनेर आउनेछु, पसिना बेचेर पनि। के भन्दै हुनुहुन्छ तपाईँ? छोडेर मुगलान जाने रे? म एक्लै कसरी बस्ने? मैले कसरी धान्ने त अब? बिहे गरेको 4-5 महिना हुनु हुँदै तपाईँ मलाई एक्लै छोडेर मुगलान जाने भन्दै हुनुहुन्छ। मैले चाहिँ कसरी धान्ने? कसरी धान्ने? तिमी मलाई हिँड्ने बेलामा झन् दुखी नबनाउ न माया। म एक्लै कसरी चाँडै आउनेछु, चाँडै। 1-2 वर्षको लागि काममा त हिँड्दैछु, पिर नगर।